हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आजको हाम्रो यात्रा नुवाकोटसम्मको। शनिबारको दिन झरना हेर्ने, पौडी खेल्ने र रमाइलो गर्ने भन्दा हामी यस्तो राम्रो राम्रो सिन हेर्दै अनि आफ्नो सेल्फी लिँदै लाग्यौँ नुवाकोटतर्फ। बाटोमा दाइको अर्ग्यानिक डान्स एकदमै बवाल थियो। हामीले भरपुर मनोरञ्जन लियौँ र त्यहाँबाट अगाडि बढ्यौँ। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब त्यसपछि हामी पुग्यौँ झोरमा फर्किँदाखेरि पस्ने भने हामी अब बढ्यौँ अगाडि। म बसेको थिएँ स्कुटरको पछाडि र स्कुटरले नतानेपछि भयो मेरो भ्यानको सवारी। स्कुटरबाट आइपुगेको छु। नुवाकोटको गुरुङ पुराङ लाग्दाको यो सानो झरना, यहाँ पनि मान्छेहरूको भिड लागिरहेको थियो। तर हामी यस्तो सानोमा होइन ठुलो झरनामा रोकिने भनेर अगाडि बढ्यौँ। हामी जाँदै थियौँ, बाटोमा चाहिँ यस्तो एक्सिडेन्ट भएको रहेछ भर्खरै। यो देख्दाखेरि साह्रै नरमाइलो लाग्यो। दुईवटा गाडीहरू झरेको रहेछ। केही तल पुगेपछि हामीले देख्न थाल्यौँ नुवाकोटको बजार। त्यहाँ चाहिँ एउटा खोला पनि रहेछ। त्यो खोलाको नाम चाहिँ थाहा भएन। यदि तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोला। अरू साथीहरू चाहिँ हामीलाई छोडेर अगाडि गइसकेका थिए। पानी परेपछि हामी चाहिँ त्यहीँ बस्यौँ र केही समयपछि साथीहरू आएर हामी गुरुङ गाउँमा सुकुटी खानको लागि बस्यौँ। गुरुङ गाउँको फेमस सुकुटी खाएर हामी यो झरनाको फोटो भिडियो लिँदै फर्क्यौँ काठमाडौँतिर।